फेरि पनि आयो मुसलधारे पानी काठमाडौँ अन्धकार हुने गरी दिउँसोको 4 बजे काठमाडौँ अन्धकार हेर्नुहोस् त बाटोभरि कत्रो पानी परिरहेको छ हेर्नु त ओ काठमाडौँ अन्धकार हेडलाइटमा लो गुरु हाम्रो नि क्या तनाव छ हेर्नु ओ ल बाइकमा हिँड्ने मान्छेहरूको त बाइकमा हिँड्ने मान्छेहरूको त बिचल्ली बनाइदियो यार हेर्नु त ओ ल के पानी पऱ्यो हो यत्रो जोडले ल हेर्नु त के जोडले पऱ्यो होला पानी ल होइन हाम्रो नेपालमा त घरिघरि अनौठो हुन्छ त त्यो पानी कत्रो पऱ्यो बाटै देखिँदैन ल हेर्नु त गाडीबाट बाटो देखिँदैन अगाडि लाइट बाल्या मात्रै देखिन्छ के साह्रो हो ल डुबिसक्यो काठमाडौँ हेर्नुहोस् सेकेन्डमै 10-15 मिनटमा काठमाडौँ डुबिसक्यो कति ठुलो पानी परेको थियो हेर्नु त ओहो ल कहाँ हो बाढी पानी त बाप्पा ल हेर्नु त त्यसमाथि हावा पनि छ तेज गतिमा उडौला जत्तिकै हावा पनि आइरहेको छ है बिचरा बाइकवालाहरूको बिजोग बनायो ओहो के साह्रो पानी परिसक्यो होला है आम्मा हिजो र अस्तिको गर्मी एकैचोटि पखाल्ने गरेर आयो हो काठमाडौँमा तर यतिको पानी पऱ्यो भने काठमाडौँ ठुलो धुवा चाहिँ राम्रैसँग हट्छ त्यो भएर पनि पानी चाहिँ पर्नै थियो शीतल पनि हुन्थ्यो आज पर्यो गर्मी हट्छ कि भन्ने आश छ हामीलाई रमाइलो लागेको छ पानी परेर देख्दाखेरि कस्तो मजा लागिरहेछ है यतिखेर हामी टक्क यो बालाजी बस पार्क हुँदै यहाँ आइपुग्यौँ के भन्छ यसलाई ग्रेन्डी जाने बाटो आइपुगेर चौकी आइपुग्नु वसुन्धरा हेर्नुहोस् अन्धकार छ पानी यति ठुलो परेछ कि बिचरा बाइकवालाहरू पैदल यात्रीहरूको बिजोग बनाएको छ हेर्नु त एकैछिन रोड डुबिसक्यो यत्रै पानी 4 घन्टा पर्ने अन्त काठमाडौँ कति ठाउँ डुबाउँछ होला हौ मलाई त पिर पो लाग्छ अरूलाई लाग्छ कि लाग्दैन मलाई चाहिँ साह्रो पिर लाग्छ बाढी आए पनि जनतालाई शास्ति पानी आए पनि जनतालाई शास्ति पहिरो आए पनि देशको जनतालाई शास्ति महँगी बढ्छ त्यही पनि शास्ति के भएको होला यस्तो पानी पनि के बिना अचम्मले परे हो हेर्नु त ल पुरै अन्धकार 4 बजे नै अन्धकार काठमाडौँ